साना उद्यमीहरू ग्रामीण अर्थतन्त्रका मेरुदण्ड हुन्। ग्रामीण क्षेत्रका यी उद्यमहरू विभिन्न इन्धनका प्रमुख खपतकर्ता पनि हुन्। बागलुङका यी साना उद्यमीहरूले अहिले आफ्नो व्यवसायलाई विद्युतीय खाना पकाउने प्रविधिबाट सहज, सुरक्षित र किफायती बनाउन थालेका छन्। नमस्कार, मेरो नाम कमला कुवर खत्री। म बडीघाट 9 भीमगिठे बजारमा बस्छु। सामान्य खाजा नास्ता पसल हो। खाजा नास्ता गर्दै आएको 14 वर्ष भयो। विद्युतीय चुलो प्रयोग गर्न थालेको 3 महिना जति भयो। पहिला प्रयोग गर्दा त डर लागिरहेको थियो, करेन्ट लाग्ने हो कि कतै केही बिग्रने हो कि भनेर डर चाहिँ लागिरहेको थियो। पछि चलाउँदै गर्दा चाहिँ चुलो भन्दा पनि सहज रहेछ। बागलुङ बडीघाटकी कमला कुँवर खत्रीले जस्तै यस क्षेत्रका थुप्रै साना तथा मझौला उद्यमीहरूले अहिले विद्युतीय चुलोको प्रयोग गर्छन्। दाउरा र एलपीजी चुलोको तुलनामा विद्युतीय चुलोको प्रयोग बढी सहज, किफायती र सुरक्षित रहेको उनीहरूको अनुभव छ। दाउरा फुक्दा त फुकिराख्ने, दाउरा जोडिराख्न पर्छ। पकाउँदा पनि शरीरलाई ताप परम हुन्थ्यो। अहिले शरीरलाई ताप परम पनि नआउने, शीतल हुने के शीतल आनन्दसँग गर्न पाइएछ। महिनै पछि ग्यास किन्न पर्थ्यो, अहिले किन्न नपर्ने। मलाई मुख्य फाइदा चाहिँ पकाउने गर्दाखेरि अब कस्तो खालको खाना पकाउने हो, अड्कलेर पकाउन मिल्ने। अनि त्यसपछि पकाउने गर्दाखेरि ग्यास जसरी मोर्ला भन्न पनि नपर्ने, ढुक्कै भयो। अनि कहिलेकाहीँ यस्तो चुला किचनै नभएको ठाउँमा पनि व्यवस्था गरेर पकाउन चाहिँ मिल्ने भयो हैन। दाउराले गर्दाखेरि फेरि हरेक किसिमको फोहोर, धुवाँ, अनि फेरि किचन पनि उस्तै फोहोर हुने। अहिले यो इलेक्ट्रोनिक चुलो प्रयोग गर्न लागेपछि सफा हुन्छ सर, र छिटो पनि हुन्छ। आगो सल्काउन उठ्दा त्यो खाना पाकेर नै दिइसकिन्छ यो चुलोमा। विद्युतीय चुलोको प्रवर्धन गर्ने उद्देश्य अनुरूप विसन्स इनोभेसन ल्याब फेज 3 को पहल अन्तर्गत विन्डरक इन्टरनेसनल नेपाल र पिपल एनर्जी एन्ड इन्भाइरोन्मेन्ट डेभलपमेन्ट एसोसिएसन पिडाको साझेदारीमा यो प्रयासको थालनी भएको हो। नेपाल सरकारले सन् 2035 सम्म जलविद्युत उत्पादन 28,500 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। यसैगरी राष्ट्रिय निर्धारित योगदान एनडीसी 3.0 ले सन् 2035 सम्म 15,000 संस्था र साना तथा मझौला उद्योगहरूमा विद्युतीय चुलो विस्तार गर्ने लक्ष्य राखेको छ। यसरी सरकारको नीति अनुरूप देशमै उत्पादन भएको स्वच्छ ऊर्जालाई मुलुकभित्र सञ्चालनमा रहेका साना तथा मझौला उद्योगमा विस्तार गरिँदा स्वच्छ ऊर्जाको प्रयोग बढ्ने तथा आयातित खनिज ऊर्जाको प्रयोगलाई न्यूनीकरण गर्न समेत टेवा पुग्छ। यसमा नेपालमा सञ्चालनमा रहेका 1600 बढी लघु जलविद्युत आयोजनाहरूले अर्थपूर्ण योगदान दिन सक्छन्। यसको ज्वलन्त उदाहरणको रूपमा बागलुङका लघु जलविद्युत आयोजना र यहाँका विद्युतीय चुलो प्रयोगकर्ता साना तथा मझौला उद्यमीहरू हुन्। यो चुलोले त वातावरणमा असर परेन सर। हाम्रो यो बिजुलीको लागि पनि अब यही नै खपत भयो। एक त्यो बिल आफ्नै गाउँमा आएको बिल यही बुझाउन पाइयो, यही पैसाले चल्न पाइयो। यो पनि एउटा फाइदाकै कुरा हो सबैले बुझेपछि। दाउरा ग्यास भन्ने त अलि महँगो पनि भयो, अनि त्यसपछि खोजेर ल्याउनु पर्ने समस्या पनि भयो। त्यही भएर ग्यास र दाउरा भन्दा इन्डक्सन चुलो फाइदाजनक नै छ। ग्यासमा भन्दा नि यसमा चाहिँ धेरै नै सेफ छौँ हामी। तर हामीलाई त्यस्तो गाह्रो भन्ने त्यस्तो केही पनि छैन यसमा चाहिँ। बरु ग्यासमा चाहिँ अलिकति डरै हुन्छ। मैले यो इन्डक्सन आइसकेपछि मैले ग्यास धेरै नै कमै प्रयोग गर्छु। अब मलाई लागतको हिसाबमा पनि चुलोमा हाम्रो यहाँ युनिटको 10 रुपियाँ छ र पनि 10-1200 लाग्छ होला। तर उता ग्यासबाट हामीले 2000 को एउटा ग्यास चाहिँ सक्छौँ हामीले। अनुसन्धानात्मक परियोजनाको रूपमा साना तथा मझौला उद्यमीहरूलाई समेटेर कार्यान्वयन भएको यो पहल कदमीले ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्धनको सन्दर्भमा नयाँ आशा र सम्भावना जगाएको छ। यो प्रयास स्वच्छ र सफा भान्साका लागि मात्रै होइन, देशको आर्थिक समृद्धि र स्वस्थ र दिगो पर्यावरण प्रवर्धनका लागि समेत उत्तिकै महत्त्वपूर्ण छ। सँगसँगै यसले स्वच्छ ऊर्जामा परिणत हुने नेपालको महत्त्वाकांक्षी लक्ष्य हासिल गर्न समेत महत्त्वपूर्ण योगदान दिने निश्चित छ।